पनि यस्ता थिएँ कि म फेरि दार्जिलिङमालाई पहिला त्यो सानो हुँदा वालिङ जाँदा यताउता जाँदा नदिएर हो कि त्यसरी उठाउने चुइटिया दाजी त फेरि 1 नम्बर चुइटिया कि नदिने त्यही भएर लुकाउँदाखेरि त त्यस्तो दुःखरी ल्याएको पैसा त कति त्यति बेलाको जमाना नि हारबारमा 500-600 को फरक किन्दै थियो कि वालिङ गएर त्यही पैसाले होइन आजकलको त 2-3 लाख हेर्नु त्यही हजुर 57,300 गएर बेग फेरि बिसावन गएर अँधेरीमा पनि कस्तो लात्तले हाने हुँदा त्यो अन्त त्यो भेटाउन लेखेको लात्तले हान्थ्यो यसो गरे बेग रहेछ अन्त त पचाप्दै सिट भएको टिपेँ यसो हेरेको बेग त्यहाँ खोजिया लुकाएर वालिङ गएँ त्यो बेलामा त्यो पैसाको बुद्धि भएर केटाकेटी बुद्धि नभएर सुन किने भएको 10 तोला सुना उठ्यो कि 7-8 हजार तोला हजुर 7-8 हजार तोला थियो 10 तोला सुना उठ्यो कि त्यो पैसा हराए पनि धेरै जस्तो हराएको चिज त पाएर नि दिन्छ फेरि खोज्ने उठ्छ नि त त्यति बेला त अब खोज्न त आफूहरू कति खोज्यो होला नि बाटा हेर्दै हिँड्यो होइन के त्यो लोन्छरा मान्छेले पिसा फेर्ने गए पनि आइमेल त बस्दा खसाले भन्नु लोन्छरा कसरी खसाले होला नि त त्यही त त्यति बेला त्यो पैसा कमाउने मान्छे नि धनी नै हो कि त्यत्रो पैसा बेगमा बोकेर हिँड्ने त्यो गरेको थियो कि मैले त धेरैचोटि पाएको छु पैसा त्यति बेलाको दिएको त्यसभन्दा पछि 2-3 चोटिको त दिएँ गोरबेलाको घर हुँदाखेरि बिहा भइसकेपछि बेसी आएर खेतमा आएर गएको पर्साको बुहारी कि कमलको डुलै र म घाँस काटेर बाँध्दा त्यही गएको देवनिरे घरमाथि ऊ आएको कि म पछुपछि थुप्रै बाटो हुना बेग भयो त सिँचाइको लागि